die in your heart so slow. But if you don't wanna tell me now, I guess I'll never know. But if you don't wanna tell me now, I guess I'll never know. जब म ठुलो हुँदै गएँ तब ममा हरेक कुरा थपिँदै गए। घर परिवार अनि सरू, मेरी सरू साँच्चीकै राम्रै थियो। मलाई साह्रै माया गर्थ्यो। हामीले एक अर्कालाई एउटै डोरीमा बाँध्ने कसम खाइसकेका थियौँ। म सरूको लागि सिर्फ उसको राज थिएँ। तर म त्यो गाउँको लागि एक कुशल खेलाडी। मेरो बुबा मेरो खुसीको लागि जे पनि गर्न सक्नुहुन्थ्यो। तर मैले बाबा र सरूलाई धेरै रोएँ। यो मेरो गाउँ। यी गाउँका सुखदरबा जदौ गरे सुखदरबा जदौ गरे हजुरका खातिर आइपुगे सबै आइपुगे। यो हाम्रो वर्षौंदेखिको परम्परा हो। जितेकोलाई मन्दिर घुमाउने मैले जितेको थिएँ, तर सरूलाई थाहा थिएन।
सरू मेरो प्रतीक्षामा थिइन् म आउँछु भनेर। सरू मैले जिते गाजल आँखाहरूले गुलाबी ओठहरूले गाजल आँखाहरूले गुलाबी ओठहरूले किन चोर्छन् मन मेरो सुटुक 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 हो सुटुक सुटुक। खोज्छु जति पाइला बढ्छ तिमीतिरै पाइला बढ्छ तिमीतिरै बाँधी राखु भन्छु मलाई छैन अचेल मुटुथिरमै छैन अचेल मुटुथिरमै पाउजुको मधुर झन्कारले लजालु तिम्रो मुहारले पाउजुको मधुर झन्कारले लजालु तिम्रो मुहारले किन चोर्छन् मन मेरो सुटुक 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 हो सुटुक सुटुक। तिम्रा लागि मिठा मिठा सपनाहरू बुनेको छु सपनाहरू बुनेको छु तिम्रा लागि मिठा मिठा सपनाहरू बुनेकी छु सपनाहरू बुनेकी छु हजारौंको भिडबाट मनकी रानी चुनेको छु मनकी रानी चुनेको छु गाजलु आँखाहरूले गुलाबी ओठहरूले गाजलु आँखाहरूले गुलाबी ओठहरूले किन चोर्छन् मन मेरो सुटुक 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 हो सुटुक सुटुक। अबुई मामा गोरे बस 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 भान्जा कुलकुले मामा राम 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 लौ न सुधार बा सुहा बनायो खत्तमै पार्यो। अनि के हो टोपा के सुहा बनायो के खत्तम भयो के भनौँ सुधार बा अब आफूलाई
हजुर कहाँ नआइकन हजुरको दर्शन नगरिकन घरा चुलो कहिले बल्दैन। लौन सुबेदार बा, त्यो राजवीर्य भन्ने चिलाउने ठुटोले हाम्री सरुमुयालाई ज्याम्म अँगालो हाल्यो। मैले त पृथ्वी नै हल्ल्या जस्तो देखी सुबेदार बा। हजुर बुझे, मैले छर्लङ्गै बुझी सुबेदार बा। ओए राजवीरे, त साला छोरो गाउँमा हिरो बन्छस्? के भयो दाइ? मैले त केही पनि गरेको छैन तपाईँलाई। साला 2 कौडीको कसिङ्गर थुक्क।
सरू राज सरू राज के भयो राज कसले के गर्यो के भयो राज कसले के गर्यो राज के भयो राज 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 के भयो राज कसले के गर्यो तिमीलाई भयो राज राज कसले के गर्यो राज कहाँ गइरहेको त्यो बेला समय तेरी कमसे कम समयमा त घर आउनुपर्छ कहाँ खोज्न जाने अब यसले पनि साह्रै दुःख दिने भए अत्तो पत्तो छैन कहाँ गएर कि त किन बोल्दिनुहोस् कहाँ गएर कि त कमसे कम गाउँको इज्जतको त ख्याल गर्नुपर्छ यति बेलासम्म बाहिर हिँड्ने हो तँलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन आजकलका केटाकेटीहरू के भागा दिन आफ्नो रात अर्काको भन्छन् यस बेलासम्म बेपत्ता छ तेरो छोरो न घर आउने ठेगान छ न घरबाट बाहिर जाने ठेगान छ बाउआमालाई यसो मद्दत गर्न खोज्नु ध्यानै छैन अघि कस्तो फुकेको राङ्गो जस्तो भएको तेरो छोरो अहिले जान चाहिँ कहाँ जाने रहेछ त्यो आउँदै होला नि साथीसँग कति गनगन गरिरा हजुर पनि कति कराको कराई गर्नुहुन्छ गन्थन गराएको गरे आफ्नो काम गर्दै राख्नु न आइहाल्छ नि छोरा कहिले आउँछ कुन बेला आउँछ त्यो पाल्नुभयो मालिक साहब लौ न नि के भयो यसको मुखमा निलो निलो राम के भयो तँलाई लौ हेर लौ न नि निलै निलो डाम कसले के गर्यो बाबु तँलाई लौ हेर यता पनि कसले के गर्यो भन् त हेर्नुस् त निलै डाम बनाएर आएछ यसले त हाडीको भात उम्लेपछि पोखिन्छ भन्ने थाहा छैन तेरो छोरालाई भैमा नभाना कुकुरलाई टाउना जङ्गलमा बाँदरसित झगडा गरेर आइस कि गाउँमा भुसिया कुकुरसँग अनुहार देख्दा पनि दिक्क लागेर आउँछ कोसित झगडा गरेर आइस भन् त कोसँग झगडा गर्नु नि महाशयले किन र माइला मेरो छोराले त्यस्तो के गल्ती गर्यो पैसाले उम्लिएको हो यो पैसाले माइला काका तपाईँ हामी एउटै समुदायमा भएर जे पायो त्यही बोल्न लाज लाग्दैन तपाईँलाई ए बुढा सम्झाइदे यो तिग्रेलाई यो कुरो सुबदार बाको कानमा परिसकेको छ भोलि कचरी बस्दैछ
आउनु नि, सुबेदार बाले बोलाउनु भएको छ। देख लास। जादूगरी सुबेदार साहब। बस हेर काले लोहार, त यो गाउँमा बसोबास गरेको पनि लामै समय भइसक्यो। मैले नै तँलाई यो गाउँमा बसेर काम गर्ने अनुमति दिएको हुँ। मेरै कारणले तेरो रोजीरोटी चलिरहेको छ। राम्रोसँग सुन्थे। तर तेरो यो छोरालाई के भएको? के भएको यसलाई? यो सुबेदारसँग के भन्ने अब? थुक्का रिसानी मामु सुबेदार साहब, यसले के गर्यो त्यसको लागि हजुरसित म 10 औँला जोडेर माफी माग्छु। अब आइन्दा यो कुलङ्गारले यस्तो गल्ती कहिले गर्ने छैन सुबेदार साहब, कहिले गर्ने छैन। यो के गर्नुभएको तपाईँले? तपाईँ कुरै नबुझी किन माफी माग्दै हुनुहुन्छ? यदि गल्ती भए म आफै सजाय पाउन तयार छु। तँलाई त तेरो जो मान्छे मेरी छोरीको नोकर समेत बस्न सुहाउँदैन त्यो मान्छेले मेरी छोरी पाउने सपना देख्ने? त्यत्रो घमण्ड तेरो? ए काले, देखिस् तेरो छोराको घमण्ड? हेर, तेरो यो घमण्डले तँलाई मात्र होइन, तेरो बाउ आमालाई समेत गरी खान दिँदैन यहाँ। त्यसैले सुन, अब आफ्नो बाहुबलले फलाम पिटेर आफ्नो बाबुआमाको सेवा गरेर बस। मेरो इज्जतसँग नखेल, होइन भने तँलाई त्यही भट्टीभित्र हालेर मैले चाहे जस्तो आकार दिन मैले पनि जाने छु। याद राख। यसलाई माफ गरिदिनु सुबेदार साहब, यसलाई माफ गरिदिनुहोस्। सुबेदार साहब, यसलाई माफ गरिदिनुहोस्, यसलाई माफ गरिदिनु। ए मूर्ख, तेरो घमण्ड यो गाउँमा चल्दैन, बुझिस्? हिँड गर। बरु विदेश जानको लागि भोलि नै यो गाउँ छोडेर जा। हिँड। भन्यो बा? हजुर। के छ त हालखबर? ठिक छ मामा। ठिक छ? ठिक छ मामा। कस्तो लागिरहेछ त हाम्रो यो गाउँ? मामाको त स्वर्गै जस्तो छ नि गाउँ मामाको। तर भन्जको मनमा अलिकति टेन्सन छ जस्तो छ। थोरै पिर छ मामा। म मेरी छोरीको बिहे तिमीसँगै गराउँछु। मैले भनेपछि भएन? अब त पिर पनि हट्यो मामा। हेर बाबै, तँ यो गाउँमा बसिस् भने तैँले अशान्ति बाहेक केही पाउँदैनस्। आखिर तेरो पासपोर्ट बनिसकेका छ, तैँले विदेश जानको लागि किन आनाकानी गरे बाबै? तँ जसरी भए पनि विदेश चाहिँ जानै पर्छ यार। सुबेदार बा के भयो? हजुरको इज्जत कसले फाल्ने ताकत? हजुरको इज्जत फालिँदैन। के भन्छ यो? ओ सुबेदार बा, अब त्यो थाङ्ने यहाँ बसे पो हजुरको इज्जतमा तलमाथि हुन्छ त। अब त त्यो थाङ्ने सारा प्लेनमा अरब जाँदैछ। अनि के भन्छ यो? हो भने सुबेदार बा, भोलि नै त्यो अरब जानलाई काठमाडौँ हिँड्दैछ भने। सुन, अब तिमीहरूले के गर्नुपर्छ म भन्छु। त्यो थाङ्ने बेनीको बस पार्कसम्म पुग्न नपाओस्, बुझ्यौ तिमीहरूले? के मर्जी भा सुबेदार बा, त्यति टाढा पुर्याउने त्यसलाई बेनी होइन, दरबाङमै समातेर म्याग्दीमा सुहा पार्न पर्छ त्यसलाई, बुझ्यौ तिमीहरूले? जाऊ।
चाचा है सररररर चाचा है सररररर आमा म अरब जाँदैन आमा बाबालाई सम्झाइदिनुहोस् त्यसो नभन् बाबु त जानै पर्छ अरब नै आमा म नजाने म यही काम गर्छु नि आमा म तपाईँहरूलाई छोडेर कहीँ जाँदैन आमा त्यसो नभन् बाबु त जानै पर्छ आमा बाबालाई सम्झाइदिनु म जाँदिनँ आमा त्यही त यो अरब सरब किन गइरहनु पर्यो गाउँमा बाउआमाको हार घोटेर खान पाएकै छ राम्रोसँग न्याल त बुढी म दुःख गर्दा गर्दा मकैको ढोड सुके झै सुकिसक्यो अनि यो चाहिँ खदा खदा बुङ्गुर मोटाइ चाहिँ मोटाइरहेछ अनि गाउँका गन्ने मान्नेसित पनि सिङ्गोरी खेल्न पाइरहेकै छ अनि सहरबाट आएका मुन्द्रे झ्याप्लीले आफ्नो बाउको कथालो समातेर खबरदारी गरेको पनि हेर्न पाइरहेकै छ किन जानु पर्यो विदेश व्रता कुरो नगर खुर्कन विदेश पुग्की त विदेश नगए म बुढो भएको भाउ विदेश गएर पसिना बगाऊ तैँले भन्नु खोजेको यति राति को आएको हुन सक्छ जाते बुढी हेर नमस्ते राजवीरेकी आमा म सपनामा त छैन सरू तिमी यतिखेर यहाँ राज मैले सोचेको थिइनँ कि तिमी अरब जाँदैछौ भनेर तिमीलाई नजाऊ पनि भन्न सक्दिनँ जाऊ भन्नु पनि कसरी एउटा कुरा भन्न चाहन्छु तिमी जहाँ गए पनि खुसी हौ उन्नति गर प्रगति होस् तिम्रो राम्रो होस् म तिम्रो नजिक भएर तिमीलाई माया गर्न नसके पनि तिम्रो कल्पनामा म सधैँ बाँचिरहन चाहन्छु सरू भैया हजुर हजुर यति बेला हाम्रो घरमा सरू भैया हामीलाई दया गरेर बाँच्न दिनुहोस् राज राज हाम्रो एक्लो छोरो उसलाई हेरेर नै हामी बाँचिरहेका छौँ सुधार बाली हजुर यहाँको थाहा पाउनुभयो भने हामीलाई गाउँबाट निकालिदिनुहुन्छ हामीलाई गाउँबाट निकाल्दिनुहुन्छ काका चिन्ता नलिनुहोस् म हजुरहरूकै भलाइको लागि यहाँ आएकी हुँ त्यसैले काका म यहाँ आएकी हुँ सरू नानी यहाँ धेरै ढिला नगर्नुहोस् अहिले सुबदार बाले देख्नुभयो भने अहिले यहाँ भूकम्प चल्छ सरू नानी बिन्ती छ गइहाल्नुहोस् तपाईँ गइहाल्नुहोस् होइन आमा म राजवीरलाई अहिले नै सहर पुर्याइदिन्छु तपाईँहरू अब नआत्तिनुहोस् अब सबै ठिक हुन्छ आमा बाबा ठिकै छ म अहिले नै काठमाडौँ जान्छु बाबु ला यो जलाबोक ला अनि सुन यो बाइबल सधैँ आफ्नो साथमा राखेस् समय निकालेर दिनको एकपटक पढेस् अनि बेनी पुगेर पास्टर गुरुसित आशीर्वाद लिएर गएस् है ल बाबु कहिहाल ढिलो नगर ल बाबु यसले तँलाई सधैँ रक्षा गर्नेछ सधैँ साथमा राखेस् यसलाई आमा राज बाबा बाबु अब त ढिलो नगर गइहाल बाबु जा बाबु राम्रोसँग जा परमेश्वरले तेरो रक्षा गर्नेछन् जा जा बाबु हस् काका
घुम्दै फिर्दै आइयो हजुर चोखो माया लाम्की भेट भएको बेलामा ए हजुर भाले मजुर खेलो होइन साँचो भेट भएको बेलामा पल्टनतिर पनि हजुर एकाले भन्छन् मायाले होला कि आँखै राम्रो गजलो त्यो छन्ने राम्रो हेर नाकैमा बोला कि राजीव भाइ टिकट लिनुहोस्। यात्रा गर्दा प्रार्थना गर्दै गर्नु, हामी पनि प्रार्थना गरिदिन्छौँ। आफ्नो स्वास्थ्यको ख्याल राख्नु अनि परमेश्वरको वचन बाइबल पढ्न चाहिँ नछोड्नु। अङ्कल यो टिकटको पैसा पर्दैन बाबु, तपाईँ सङ्कटमा हुनुहुन्छ। फर्कँदाखेरि चर्चमा प्रार्थनाको लागि पस्न नभुल्नुहोला। परमेश्वरले तपाईँको यात्रा सफल गरून्। हस् अङ्कल। जय मसी। जय मसी। हस्, धन्यवाद। सरो, तिमी आज काठमाडौँ जाँदैछौ। फेरि काठमाडौँ पुगेर मलाई नबिर्स नि। तिमीलाई थाहा छ नि, म
म तिमीलाई कति माया गर्छु भनेर। सरू राज सरू थाहा छ मलाई, मैले पनि त तिमीलाई माया नगरेर कहाँ हो र? यो समाजको कुदृष्टि र कुसंस्कारले गर्दा हामी बीचको दूरी बढेको हो सरू। त्यसैले तिमी विश्वास गर, हाम्रो मायाको जीत अवश्य हुनेछ। राज ओ दाइ जाने हैन? सरू म छिटै फर्कनेछु। बाई। चिन्ता नगर्नुस्, मेरो होटलको गाडी आउँदैछ। हुन्छ है त, चिन्ता नगर्नु, गाडी आउँदैछ।
तिमीले मेरो गेस्टहरूको सामान जोगाएर मेरो गेस्ट हाउस र मेरो इज्जत माथि राख्यौ। तपाईले मेरो 5 वर्षसम्म कमाएर ल्याएको सम्पत्तिलाई सुरक्षा गरिदिनु भयो, धन्यवाद। हो भाइ, हामीले दुःख गरेर कमाएर ल्याएको सम्पत्तिको तपाईले रक्षा गरिदिनु भयो। यो त मेरो कर्तव्य थियो। म अन्तर्वार्तामा हिँडेको थिएँ, मलाई हतार छ, म अलि लागेँ। अन्तर्वार्ता? के को अन्तर्वार्ता? म अरब जानलाई गाउँदेखि सहरमा आएको दाइ। तिमी अरब जान लागेको? हो हजुर। त्यसो भए तिमी चिन्ता लिनु पर्दैन, जाऊ हिँड। तिमीलाई अरब जान सहयोग म गर्छु। बिलिभ मी जेन्टलम्यान। के सोचिरहेको, जाऊ होइन? माफ गर्नुहोला दाइ। अरे भाइ, तिमी यहाँ छौ? हजुर, म यहाँ छु दाइ। सन्जु, हजुर। ऊ राजवीर। सन्जु, अब तिमी दुईजना सँगै काम गर्नु। उसलाई लिएर गएर सबै काम सिकाऊ। हुन्छ सर। जाऊ इन। जाऊ। हेलो हजुर, म आउँदैछु। आहा, कस्तो राम्रो सहर है दाइ। ए यो काठमाडौँ सहर देखिस्? हाम्रो गाउँमा त यहाँ टाढा टाढा घर हुन्छ। यहाँ त के हो यस्तो? यहाँ यस्तो छ त? यहाँ यस्तै हो नि, के गर्नु राजवीर। काठमाडौँ यो काठमाडौँ। अनि यहाँ मात्र होइन, कस्तो राम्रो राम्रो छ यो काठमाडौँ सहर। तँलाई कस्तो लाग्यो त? अनि त्यो छ नि दाइ, त्यो सुनको धारा कि सुनधारा भन्ने कहाँ हो दाइ? ऊ त्यहाँ पर हो। ल जम हिँड, तल गएर चिया खाम, जम। ल जाम। यही हो हाम्रो होटल। आहा, बस। तेरो नाम के रे? राजवीर। ओ हिरो, यस्तै छ काठमाडौँ, व्यस्त छ यो सहर। हो त साँच्चै, माथिबाट कस्तो राम्रो देख्दो रहेछ है काठमाडौँ सहर। राति पनि व्यस्त छ यो सहर। राति? कसरी? यहाँ गाउँमा जस्तो 6-7 बजे सुत्दैनन् मान्छेहरू। आज म तँलाई त्यो मस्ती देखाउँछु। हुन्छ, तर दाइ कति गरी जाने? राति जाने। रोशनी, ए रामो, दीपक, के भएको हो? कोही छ नि? त्यो अस्तिका गुन्डाहरू फेरि पनि झगडा गर्न आएछन्। यसकारण स्टाफहरू कोही पनि आएको छैन।
अनि मिजु आराम हुनुहुन्छ? आरामै छु। तपाईँको रेस्टुरेन्ट कस्तो चलिरहेछ? राम्रै चलिरहेछ। अनि तपाईँको होटेल कस्तो चलिरहेछ नि? मेरो पनि अहिलेसम्म राम्रै चलिरहेछ। दाइ नमस्ते। 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 नमस्ते राजबाबु, म तिमीलाई बोलाउनेवाला थिएँ, तिमी आफै नै आयौ। दाइ, मसँग अहिले ठुलो जिम्मेवारी थपिएको छ, त्यसैले हजुरसँग केही सल्लाह गरौँ कि भनेर आएको। भन राज, के सल्लाह हो? दाइ, हिजो बेलुका रेस्टुरेन्टमा फेरि तोडफोड भएछ। आज भोलि त झन् दिनै दुश्मनी बढिरहेको छ दाइ। अब म कुनै नयाँ व्यवसाय गर्न चाहन्छु दाइ। यसमा हजुरको सहयोग चाहियो मलाई। के व्यवसाय गर्न चाहन्छौ अब तिमी? म गाउँका सोझा साझा युवाहरूलाई सहज तरिकाले विदेश पठाउन चाहन्छु दाइ। कुरा ठिक हो राजबाबु, तिमी इमान्दार छौ, मेहनती छौ, तिमीले गरेको कार्यमा हामीलाई कुनै शङ्कै छैन। नेपालमा रोजगारीको समस्या छ, थाहा छ मलाई। मेन पावर किन? तिमी अरू कुनै तालिम केन्द्र पनि खोल, म सक्दो सहयोग गर्न चाहन्छु। यति भनिदिनु भयो हजुरले, मलाई धेरै खुसी लाग्यो दाइ। धन्यवाद तपाईँले। म अहिले लाग्छु, म यो काम राम्रोसँग गरेर म तपाईँलाई फेरि भेट्न आउँछु। हस् नमस्कार। हस् राजबाबु। हस् राजबाबु। ओके, बसौँ। सर, दुबईको लागि धेरै कामदार आवश्यकता छ। हाम्रो अफिसमा डिमान्ड आएको छ। सबिना, त्यसो भए भोलि नै गएर टिभी, रेडियो, न्युज पेपर हरेक ठाउँमा गएर विज्ञापन देऊ न। ओके सर। सर, अनि हाम्रो अफिसको लागि पनि स्टाफ आवश्यकता छ, के गर्ने होला? ओके, ल ठिक छ। भोलिदेखि एकजना नयाँ स्टाफ आउँछ। ओके सर। साँच्चीकै रोशनी, म तिमीलाई धेरै माया गर्छु। सन्जु, म पनि त तिमीलाई धेरै माया गर्छु। रोशनी, किन तिमीले मेरो फोन नउठाएको? के भइरहेछ तिमीलाई आजभोलि? के भो राज, किन तिमी मेरो कोठामा आएको? रोशनी, म तिमीसँग केही कुरा गर्न आएको। मैले अहिले मेन पावर कम्पनी खोलेको छु।
तिमीलाई सम्झिरहेको। रोशनी, तिमी भोलिदेखि मेरो अफिसमा काम नआऊ। चाहिँदैन मलाई कसैको जागिर। म जागिर नभए पनि बाँच्न सक्छु। प्लिज डोन्ट डिस्टर्ब मी, ओके? ल रोशनी, के भयो तिमीलाई? किन रिसाएको? आई से डोन्ट डिस्टर्ब मी, ओके? तिमीहरू जस्तो केटा त मैले खल्तीमा हालेर हिँड्न सक्छु। तिमी यहाँबाट जान सक्छौ, जाऊ। जाऊ भनेको सुनेनौ तिमीले? जाऊ यहाँबाट। रोशनी, के भइरहेछ तिमीलाई आजभोलि? के भयो? जाऊ भनेको सुनेनौ तिमीले? जाऊ तिमी। रोशनी, राजवीर जस्तो सोझो केटालाई त तैँले धोका दिस। तैँले मलाई के माया गर्छस्? सन्जु, म तिमीलाई रेली माया गर्छु। त्यो राज मेरो पिच्छा गरिरहेछ। मैले तेरो चरित्र थाहा पाइसकेँ। तँ कस्तो खालको केटी होस् भन्ने मैले चिनिसकेँ। तेरो माया मैले देखिसकेँ। सन्जु, आई रियली लभ यु। सन्जु, सरुको बा छोरीको अत्तो पत्तो छैन। कहाँ गएर कोसँग बसेको होला, कता गयो होला सरुको बाबा? भो पिर नगर। आमा बाबुले मात्र छोराछोरीको कुरा बुझेर के गर्नु? छोराछोरीले पनि त आमा बाबुको मन बुझ्नु पर्यो नि। उनीहरूलाई मतलबै छैन। आमाको मन न हो, चिन्ता त लागिहाल्छ नि। हामीले मात्र चिन्ता लिएर के गर्नु? उसलाई हाम्रो चिन्ता रहन्छ। सहरमा पढ्न पठाएको, पढेर लेखेर छोरी गाउँ फर्केर आयो। के नै गर्ली भन्ठानेको हाम्रो नाकै काटेर भागी। त्यस्तिको चिन्ता गरेर हुन्छ? अरे राज, कहाँ हिँडेको? कहाँ हुनु नि यार, आज शनिबार यसो घुम्न जाउँ कि भनेर। घुम्न? कहाँ जाँदैछौ घुम्न? सरी सन्जु, नढाँटी भनौ भने म आज चर्च जाँदैछु यार। ओ, चर्च जानलाई तिमी? सहर आएर पनि चर्च नगएको धेरै भयो, त्यसैले आज शनिबार पनि हो। अनि के छ र तिम्रो त्यस्तो आज प्लान? म त आज नगरकोट जानलाई। तिमी जाने हो? नगरकोट? भयो यार, म जाँदैन नगरकोट। मैले त तिमीलाई नगरकोट जाउँ भनेर लिन आएको, तिमी चर्च जाँदै रहेछौ। ठिकै छ, केही छैन, अर्को पल्ट जाउँला नि। हेलो सर, हजुर आज अफिस आउनु भएन त? किन नआउनु भएको? म आज अफिस आउन सक्दिनँ, केही काम थियो कि? भन न।
सर हजुरसँग एउटा इम्पोर्टेन्ट काम थियो म हजुरलाई अफिस बाहिरै भेट्न चाहन्छु के थियो त्यस्तो बाहिर भेट्नलाई प्लिज सर नाइ नभन्नु न ल सर प्लिज गाजलु आँखाहरूले गुलाबी ओठहरूले गाजलु आँखाहरूले गुलाबी ओठहरूले किन चोर्छन् मन मेरो सुटुक 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 हो सुटुक सुटुक साला यसले मलाई गरिखान दिने भएन जहाँ पनि बिचमा तगरो बनेर हुन्छु मगरकोट लगेर मार्ने प्लान बनाए त्यो पनि चोपट भयो रेस्टुरेन्टको मालिक बन्नु खोजे फेरि बिचमा आयो होटलको मालिक बन्नु खोजे त्यहाँ पनि बिचमा आयो मेरो पाइला पाइलामा खालि यो मात्र बिचमा आउनु थाल्यो राजबिरे स्याललाई दशा लाग्यो भने काठमाडौँ सहर छिर्छ भन्थे तँलाई दशा लागेर काठमाडौँ सहर होइन सन्जुसँग भेट भयो सन्जुसँग जब तिमी बस पार्कबाट गयो सहरबाट एक्लै फर्किस त्यो राजवीरलाई कहाँ छोडेर आइस छोड दे मेरो बाटो जान दे मलाई के कमी छ ममा तैँले त्यो राजवीरलाई साथ दिस पैसा घर गाडी सब छ मसँग मात्र तेरो कमी छ जमिन हिँड त्यो पैसाले तेरो दिमागको इलाज गर पैसाले माया किनिदैन माया आफै हुने कुरा हो तँलाई लाग्छ तेरो बाउको भान्जा हो म हैन नातिको बाजे बाजेको भान्जा गोरु बेचेको साइन हो तेरो परिवारसँग ए पक
सरू नरौ, अब जे भयो भयो। आफूले आफूलाई सम्हाल्ने कोसिस गर। घर जा, गएर सुब्दरबालाई सबै कुरा भनिदे। होइन करुणा, म अब घर जान सक्दिनँ। म के गरौँ अब? राज, त्यसपछि म करुणाको घरमा बस्न थालेँ। सरू, तिमी यस्तो अवस्थामा छौ, मिठो मसिनो खाएको मान्छे, त्यही माथि 2 जोगी छौ। यस्तो खानाले तिमीलाई केही कसो भइहाल्यो भने, एक त म दलितको छोरी, म र तिमी साथी भएको नाताले मात्र मैले तिमीलाई मेरो घरमा राख्ने साहस गरेकी हुँ। गरिबसँग धन नभए नि मन त हुन्छ नि, तर मन भएर मात्र के गर्नु सरू? हो करुणा, तिमीलाई पनि खान लाउन बस्न समस्या छ। अरूको सहयोगले जीवन चलाइरहेकी छौ। म पनि यस्तो अवस्थामा छु। मैले पनि तिमीलाई केही सहयोग गर्न सकिरहेकी छैन। सरू, मैले तिमीलाई सहयोग चाहिएको भनेको होइन। करुणा, तिम्रो यो सहयोग म कहिले भुल्न सक्दिनँ। अब म घर जान्छु, बाबा आमालाई सबै कुरा भन्छु। म पनि त उनीहरूको सन्तान हो। के आफ्नो सन्तानको अलिकति पनि माया लाग्दैन र? ए सरुग्यामा मेरो टोपी ल्याउ त। कस्तो बिर्सेछ? सुकै बिर्सेछ भने कतिखेर फर्किनुहुन्छ? छोरी छोरी, यतिका दिनसम्म कहाँ थियौ तिमी? पर्खे त को भनेर यो घरमा आएको? तँलाई थाहा छैन? यो घरमा आउँदा पनि अनुमति लिनुपर्छ र यो घरबाट जाँदा पनि अनुमति लिनुपर्छ। जा जा जा, सुकै जा, गएर मर। तर यो घरमा पस्न पाउँदिनस्। बाबा, नभन् मलाई बाबा। यो त मरिसकी हाम्रो लागि। 6 महिना भइसक्यो मरेको। त यो घरको लागि अब कसिङ्गर होस्, कसिङ्गर। त्यसैले त यो घरबाट खुरुक्क निस्केर गइहाल, नत्र मैले तँलाई बढारेर फाल्न नपरोस्। त यसो किन बसिरह यहाँ? किन बसिरह त यहाँ? हेर, त के यो पुरा गाउँले नै यसको साथ दियो भने पनि त्यसको नतिजा के हुन्छ पछि थाहा पाउँछस्। आमा, सरुको बुबा, कुरा त सुन्नुस्। मेरो भागमा दुःखै दुःख लेख्ने दैव कस्तो, मेरो भागमा दुःखै दुःख लेख्ने दैव कस्तो, पिरै पिरमा पारी मलाई
खुसीहरू जलाई मेरो भागमा आँसु आँसु लेख्ने दैव कस्तो मेरो भागमा आँसु आँसु लेख्ने दैव कस्तो पिरै पिरमा परे मलाई पिरै पिरमा परे मलाई खेद्ने दैव कस्तो खेद्ने दैव कस्तो मेरो भागमा दुःखै सारे गरेर पधार सा राज, यसरी मेरो जीवनमा परिवर्तन आयो। ए गुरुबा जयमसी। जयमसी। गुरुबा, म अहिले ठुलो समस्यामा छु। हजुरले के मेरो समस्यामा साथ दिनुहुन्छ गुरुबा? यस्तो कुराहरूमा फिक्री गरिराख्नु पर्दैन। हो, कुरा गम्भीर छ, तर यसलाई राम्रोसँग गर्नुभयो भनेदेखि सबै कुरा ठिक भइहाल्छन्। तपाईहरूको सहयोगको लागि नै हामीहरू यहाँ छौँ। बुझ्नुभयो भाइ? हामीबाट हुने सबै सहयोग हामी गर्न तयार छौँ। सरू हामीसँग छिन्, हामीसँगै बस्छिन्। उसको भलाइको लागि हामीले धेरै प्रार्थना गरेका छौँ। सबै कुरा ठिक भइहाल्छ नि, फिक्री गर्नु पर्दैन। सरू, साँच्चीकै परमेश्वरको योजना पनि अचम्मको छ। तर सरू, तिमी चिन्ता नगर। हुन त मैले तिमीलाई अहिले नै लिएर जाने थिएँ, तर त्यसरी होइन। म तिमीलाई कानुनी रूपमा धुमधामसँग बिहा गरेर लैजान चाहन्छु। सरू, अब तिमीले दुःख गर्ने समय गए। तिमीले मेरो कारणले जति दुःख पायौ, यसको भागीदार म पनि छु। केही समयको लागि गुरुभाले भने जस्तै गरौँ सरू। आगो लाग्यो, लौडा आगो लाग्यो, ग्वार ग्वार आगो लाग्यो। ए, तिमीलाई जानु भएको हो? जानु भयो हो? सुधारबाले घर बाल्नुहुन्छ। जानुभयो? सुधारबाले काले लुहारको घर वार्ती बाल्नुहुन्छ। अनि तिमीले सब ताप्नु है? त्यहाँ छ नि राजबिरेकी आमालाई पिँडालु पोले जस्तै पोल्नुहुन्छ। राजबिरेकी आमा ऊ धुवा बनेर उडिरहेकी छे। राजबिरेकी आमा राजबिरेकी आमा राजबिरेकी आमा राजबिरेकी आमा सुधार साहब, तपाईले राजबिरकी आमालाई त खरानी पार्नुभयो, मेरो घरलाई त खरानी पार्नुभयो। मलाई पनि खरानी पार्नुहोस्, मलाई पनि खरानी बुढीले परान छोडेपछि बुढो बाउलाई नि छोरालाई खबर छ कि छैन कुनी? आगो लाग्यो। सुधारले आगो लगायो। टोपा हजुर, के गर्ने कामले आइस त? अब के हुनु सुधार बा, छवि परिवारको छोरो गान्टेको विदेश जाने भिसा लागेछ। भिसा त लाग्यो नि, तर कसरी जाने? गाउँमा सबैको रक्षा गर्ने हजुर नै हो। यो गाउँको बा भने पनि, आमा भने पनि, अन्नदाता भने पनि यो सब थोक हजुर नै हो बा। अब हजुरको अगाडि आउनलाई चाहिँ मुख खोल्नै डराउँदो रहेछ बजिया। म जिम्मेवारी बस्छु भनेर हजुरको शरणमा लिएर आएको हजुर। नपुग 10,000 जति चाहिएको हजुर। ल अब त नै आइसकेपछि के भयो त दिन। तर त्यो गान्टी त्यो सरा पुगेर भिसा ल्याउनु पनि भइसकेछ। कसले लगाइदिएछ त्यो भिसा? कसले लाउनु बा? त्यो हाम्रो गाउँको
पागल त्यो काले लुहार छैन हो त्यसैको छोरो त्यो चिलाउने ठुटो हो त्यही राजवीरे क्या चिन्नु भएन अब हजुर चाहिँ यो गाउँको समाजसेवी ऊ चाहिँ यो गाउँको बेरोजगार युवाहरूलाई रोजगार दिने विदेशमा लैजाने ऊ ल हेर्नुहोस् त कति ठुलो मान्छे भएर छ त्यो अहिले ए बुढी हजुर त्यहाँ भित्र कोटको खल्तीमा हजुर मैले पैसा राखेको छु त्यो झिकेर लिएर त सुबेदार बा मैले जिम्मा लिएपछि हजुर ढुक्क भए हुन्छ किनभने यसको छोराको भिसा लागिहाल्यो भिसा लगाएपछि यसको छोरो उडिहाल्छ उडेपछि उता गएर काम गरिहाल्छ काम गरेपछि खुरु खुरु पैसा पठाइहाल्छ पैसा पठाएपछि यसले तिरिहाल्छ होइन त बाबु हजुर अनि बुढेसकालमा हजुर ब्याज खान खान गनेर कुप्पु कुप्पु खाएर बस्ने बा ल ल त भएपछि म ढुक्क भएँ लिनुस् ल्याइस् हजुर 1 2 3 4 5 9 10 जुगर जुगर छिटो जुगर ल ल ल ल ल अहिले बिदा हौँ हजुर जदो गरेँ हजुर जदो हजुर ल जाउँ चल राजवीरे मेरो प्लान चौपट गरिस् तैँले म तँलाई छोड्दिनँ म तँलाई छोड्दिनँ राजवीरे त कहाँ हो भन् त एउटा मान्छेलाई टपकाउनु छ कति पैसा लिन्छस् तैँले पैसा त दिन्छु भनेकै छु नि कान सुन्दैनस् क्या एकचोटि भनेपछि पैसाको चिन्ता नगर म तँलाई जति पैसा मागे नि दिन्छु भोलि म तँलाई पैसा दिन्छु एउटा मान्छेलाई टपकाउनु छ कति पैसा तँलाई पैसा लिनु पठाइदिए
साला राजवीरे, तँलाई त्यसै गाउँबाट दलित भनेर लखटेको त होइन नि, म तँलाई छोड्दिनँ। सरी राज, मैले तिमीलाई चिन्न सकिनँ। अब कोही रहेन। सरू 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 सरू
कुटेको कसले कुटेको कसले कुट्यो राजवीर भन्तलाई कसले यसले यसले मेरो साथीलाई किन कुटिस कसले कुट्यो यसले किन कुटिस कसले यिनीहरूले कसले कसले कुट्यो भन् राजवीर तँलाई कसले यसले 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 कसले कुट्यो भन् राजवीर तँलाई कसले कुट्यो यसलाई त मार्नुपर्छ सरू अहिले मेरो जिन्दगी बर्बाद पारिस तँलाई कुनै बाँच्ने अधिकार छैन राज म तिमीलाई धेरै माया गर्छु राज आई लभ यु सबिना 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 यो तिमीले के गर सबिना 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 सन्जु तेरो कामले मलाई सधैँ डिस्टर्ब गर्दै आयो सन्जु होटल मालिकको ब्याग लुटे तर त बिचमा आइस म तँलाई मेरो अन्डरमा काम गराउन चाहन्थे तर त हिरो बनिस अब म तेरो सम्पत्ति सबै आफ्नो बनाउँछु सन्जु तँलाई मलाई साथी मात्र होइन आफ्नो दाइ सम्झेको थिएँ दाइ तर त साथीको नाममा त कलङ्क रहेछस् कलङ्क मालिक बन्नलाई मेहनत गर्नुपर्छ मेहनत कसैको चोरी गरेर होइन बुझिस्
राज सरू मेरो कारणले गर्दा तिमीले दुःख पायो अघि सरू तिमीले पनि त मेरो लागि कति दुःख खेप्नु पर्यो त्यसको अगाडि यो के नै हो र सरू तिम्रो लागि म जे पनि गर्न तयार छु अनुसन्धानका क्रममा प्रतिवादी राजवीर पटेलले आफ्नो जान सुरक्षाको लागि मृतक सञ्जुले ताकेको पिस्तुल खोसाखोस गर्दा भवितव्यवश सञ्जुको मृत्यु हुन गई उक्त मृत्युमा राजवीर पटेलको कुनै पनि कसुर नदेखिएको हुँदा अभियोग दाबी पुग्दैन निजलाई सफाई हुने ठहर गर्दछ मलाई माफ गर्दै ठैला भाइ हामी एउटै समुदायको भएर मैले आफ्नै भतिजोको विरोध गरेँ मलाई माफ गर्दै ठैला भाइ माफ गर्दै मैले आफ्नो जात धर्म गाउँ समाज भनेर तिमीहरूको सम्बन्धलाई कहिले पनि स्वीकार गरिन जहिले पनि म आफ्नो अहममा मात्र बाँचिरहे मैले यो संसारमा जात धर्मलाई मात्र ठुलो कुरो देखेछु तर यो जाति धर्म भन्दा पनि सबैभन्दा ठुलो कुरो त मान्छेको मनको खुसी रहेछ मैले आफ्नै छोरीको खुसीलाई पनि बुझ्न सकिनछु तर मलाई अहिले आएर थाहा भयो संसारमा सबभन्दा ठुलो जाति पनि होइन धर्म पनि होइन आफ्नो समाज पनि होइन सबभन्दा ठुलो कुरो त मान्छेको मन रहेछ मेरी छोरीको खुसी नै मेरो लागि सबैभन्दा ठुलो कुरा हो त्यसैले मेरी छोरीको खुसी जेमा छ म त्यही चाहन्छु अब तपाईको आफ्नो धर्म होला संस्कार होला म त्यसको पनि सम्मान गर्छु र म आफूले मेरो आफ्नो धर्म संस्कार अनुरूप मेरो मनभित्रबाट मेरी छोरी तपाईलाई अर्पण गर्दछु पाले पुण्य मारे पाप आजबाट मेरी छोरी तपाईकी भई गाजल आँखाहरूले गुलाबी ओठहरूले गाजल आँखाहरूले गुलाबी ओठहरूले किन चोर्छन् मन मेरो सुटुक 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 हो सुटुक सुटुक जति पाइला बढ्छ तिमी तिरै
पाउँछु जति पहिला बढ्छ तिमीतिरै पाइला बढ्छ तिमीतिरै बाँधिराखो भन्छु मलाई छैन अचेल मुटुथिरमै छैन अचेल मुटुथिरमै पाउजुको मधुर झन्कारले लजालु तिम्रो मुहारले पाउजुको मधुर झन्कारले लजालु तिम्रो मुहारले किन चोर्छन् मन मेरो सुटुक 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 हो सुटुक सुटुक